BFM 91.2 स्टुडियो टाइम चेक। रात्रिको ठिक 10 बजेको छ। यस टाइम चेकका प्रायोजक नेपाली कलाहरू रङसँगै बाँच्छन्। एभरेस्ट कलरले खुसीहरू साट्छन्। रङमै उज्यालो मुस्कुराएका खुसीहरू रङ्गाउँछ एभरेस्टले लेख्न बेसीहरू। जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट। तपाईको वहाँ 100% तपाईको। आगामी कार्यक्रमका साथमा जेनिथ इन्टरनेसनल कलेज फडिन्द्र मार्ग 3 टोलिया विराटनगर 13। उत्कृष्ट MBA का लागि जेनिथ इन्टरनेसनल कलेज। BFM बुलेटिनका साथमा जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट। नमस्कार, राति 10 बजेको BFM बुलेटिनमा स्वागत गर्छु म राम खत्री। BFM बुलेटिन तपाईले हाम्रो वेबसाइट www.bfm912.com का साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्स मार्फत पनि सुन्न सक्नुहुन्छ। BFM बुलेटिन सुरु गरौँ अहिलेसम्मका प्रमुख खबरहरूबाट। सुनसरी घटनापछि प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका प्रमुखको जिम्मेवारी खोसियो। सुनसरी घटनाका दोषीमाथि कारबाही सहित सुरक्षा स्थिति मजबुत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो, 600 भन्दा धेरै घाइते। र काबा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5वटै खेलमा पराजित। BFM बुलेटिन अब विस्तारमा। गैराती भएको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी CDO वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा सङ्खुवा सभाका CDO ईश्वरी प्रसाद अरियाललाई खटाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक DIG विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत DIG शेखर खनाल कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक SP केशव थेवेलाई भैरवमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भैरवा विमानस्थलमा कार्यरत SP पुष्पराज मल्ललाई खटाइएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक DSP नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत DSP मदन नाथलाई पठाइएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 कप्तानगञ्जमा गैराती 2 समूहबीच भएको झडपमा 1 जनाको ज्यान जानुका साथै गोली लागेर 9 जना घाइते भएका छन्। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। तर कर्फ्यूकै बीच प्रदर्शन भइरहेपछि सेना पनि परिचालन गरिएको हो। अहिले पनि प्रदर्शनहरू भइरहेका छन्। सुनसरी घटनाको प्रभाव सप्तरी, सिराहा, धनुषा लगायतका जिल्लामा पनि देखिएको छ।
सङ्घीय संसदका सांसदहरूलाई निजी स्वकीय सचिव पिए राख्न दिने सरकारको पछिल्लो निर्णयमाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले यस निर्णय विरुद्ध परेको रिटमा प्रारम्भिक सुनवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा 25 प्रयोग गरी राजपत्रमा सूचना निकालेर सांसदहरूलाई पनि पिए दिने निर्णय सरकारले गरेको थियो। तर उक्त निर्णयले राज्यकोषमाथि अनावश्यक भार थप्ने र संविधानको भावना विपरीत हुने भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सर्वोच्चमा रिट दर्ता गराउनु भएको हो। रिट निवेदनमा एकातिर मितव्ययिताका कुरा गर्ने र अर्कोतिर कार्यकर्ता पाल्ने नियतले यस्तो सुविधा ल्याउनु स्वेच्छाचारी कदम भएको उल्लेख गरिएको छ। बिना कुनै निश्चित योग्यता, परीक्षा वा कार्यक्षेत्र तोकेर आफन्त तथा व्यापारिक साझेदारलाई पिए नियुक्त गर्न र कतिपयले फर्जी नाममा आफै रकम बुझ्ने गरेको पुरानै विकृति यसले दोहोऱ्याउने दाबी गरिएको छ। विगतमा सांसदका पिएहरू रातो पासपोर्ट, भुटानी शरणार्थी तथा सुन तस्करी जस्ता ठूला अपराधमा मुछिएका उदाहरण दिँदै रिटमा सरकारको निर्णय उत्प्रेषणाको आदेशद्वारा खारेज गर्न माग गरिएको छ। सर्वोच्चले सरकारको लिखित जवाफ पाएपछि यस विषयमा थप छलफल अघि बढाउने जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टिकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपिल गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगञ्जमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ। नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरू अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरूका लागि सुरुङ मार्ग खुला गरिने सडक विभागले जनाएको छ। बीएफएम बुलेटिनमा अब पालो व्यापारिक विश्रामको। भाटभटेनी सुपर स्टोरको ट्राफिक सचेतना। मोटरसाइकलमा 3 जना चढी यात्रा नगरौं। मोटरसाइकल चलाउँदा सदैव हेलमेटको प्रयोग गरौं। जथाभावी बाटो काट्ने र ओभरटेक गर्ने जस्ता कार्य नगरौं। सवारी साधन चलाउँदा सवारी साधनका कागज पत्र दुरुस्त राखौं। सवारी साधन तोकिएको स्थानमा रोकी यात्रुलाई चढाउने र ओह्राल्ने गरौं। सवारी साधनको प्रयोगका बेलामा मोबाइलमा कुरा नगरौं। ट्राफिक नियमको पालना गरौं, सभ्य नागरिकको परिचय दिउँ। जिल्ला ट्राफिक कार्यालय मोरङको समन्वयमा भाटभटेनी सुपर स्टोरद्वारा जनहितमा जारी। व्यापारिक विश्रामपछि स्वागत गर्छौँ बीएफएम बुलेटिनमा। बीएफएम बुलेटिनमा अब पालो अन्तर्राष्ट्रिय खबरको। गएको फेब्रुअरी 28 देखि सुरु भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक भएको छ। यस्तै आफ्ना 624 जना सैनिक घाइते भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। डिफेन्स क्याजुअल्टी
एनालाइसिस सिस्टमका अनुसार जुलाई 25सम्म इरान विरुद्ध सञ्चालन भएको सैन्य अभियान एपिक फ्युरीका क्रममा 14 सैनिकको ज्यान गएको र 417 जना घाइते भएका हुन्। यसै गरी गएको जुलाई महिनामा इरान विरुद्ध पुनः सुरु भएको ओभरसिज अपरेसन्स सैन्य अभियानमा आफ्ना 4 सैनिकको ज्यान गएको र 207 जना घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनले तथ्याङ्क प्रणालीमा थपेका नयाँ श्रेणी ओभरसिज अपरेसनमा ज्यान गुमाएका सैनिकको नाम मात्र समावेश रहेको खबरमा उल्लेख छ। यसमा सैनिकको मृत्यु वा घाइते भएको समय, ठाउँ र कारणबारे विस्तृत विवरण छैन। इरानसँगको द्वन्द्वको नयाँ चरणमा 4 जना सैनिकको ज्यान गएको पुष्टि भए पनि घाइते भएका सबै सैनिक इरानसँगको द्वन्द्वसँग सम्बन्धित छन् वा छैनन् भन्ने बारे पेन्टागनले स्पष्ट पारिसकेको छैन। अमेरिकी कानुनअनुसार काङ्ग्रेसको अनुमति बिना राष्ट्रपतिले सामान्यतया अमेरिकी सेनालाई 60 दिनभन्दा धेरै समयसम्म शत्रुतापूर्ण कारबाहीमा संलग्न गराउन पाउँदैनन्। सञ्चार माध्यमका अनुसार ट्रम्प प्रशासनले जुलाई 10मा काङ्ग्रेसलाई पठाएको पत्रमा जुलाई 7मा स्टेट अफ हर्मुज हुँदै गएको 3वटा व्यापारिक पानी जहाजमाथि इरानले गरेको आक्रमणले यसैको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको जनाएको थियो। यसै आधारमा व्हाइट हाउसले जुलाई 7लाई इरानसँगको शत्रुतापूर्ण कारबाहीको नयाँ चरण सुरु भएको मितिका रूपमा परिभाषित गरेको खबरमा उल्लेख छ। बीएफएम बुलेटिनमा अब पालो खेल खबरको। पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5वटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 को सोझो सेटमा पराजित भएको हो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 ले जितेको थियो। नेपाल पहिलो खेलमा काजाखस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बङ्गलादेशसँग 3-2 को सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अङ्कसहित तालिकाको पुच्छारमा रहेको छ। 6वटा देश सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। अब लिग चरणका 2 खेलपछि सेमिफाइनल समीकरण पुरा हुनेछ। काभा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। बीएफएम बुलेटिनको अन्त्यमा अहिलेसम्मका प्रमुख खबरहरू पुनः एकपटक। सुनसरी घटनापछि प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका प्रमुखको जिम्मेवारी खोसियो। सुनसरी घटनाका दोषीमाथि कारबाही सहित सुरक्षा स्थिति मजबुत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो, 600 भन्दा धेरै घाइते। र काभा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5वटै खेलमा पराजित। हवस् त, यसका साथै राति 10 बजेको बीएफएम बुलेटिन आजलाई यति नै। भोलि बिहान 6 बजे बीएफएम बुलेटिनका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि म राम खत्री बिदा माग्छु। नमस्कार, शुभरात्रि।